धुलीखेलबाट हिँडेर जानु लाग्यो हजारे सिडी भन्ने ठाउँमा। त्यहाँ टुप्पामा हो जस्तो लाग्छ। सोध्दै हिँड्दै जाने हो। धेरै टाढा छैन अरे, अहिले सोधेको थिएँ। धुलीखेलको सरस्वती बजार। धुलीखेल 7 काभ्रे। टुरिस्ट पनि जाँदै रहेछन्। त्यहीँ जाने हो कि सोध्नु पऱ्यो। सञ्जीवनी चोक जिल्ला समन्वय समिति जिल्ला प्रशासन कार्यालय धुलीखेल क्याम्पस। अब जङ्गल सुरु भयो। धुलीखेलको बाटो हिँड्न थालियो। वाहनहरू हेर्न सक्नुहुन्छ हजुरहरूले। राम्रो छ। धुलीखेल काभ्रे पलाञ्चोक जिल्ला सरकारी वकिल कार्यालय है त। एउटा किराना पसलमा सोधेको बुवालाई, टाढा छैन, नजिक छ। बिहान बिहान हामी मर्निङ वाक गर्न जान्छौँ। तिमीहरू जस्ता अहिलेका केटाहरू हिँडेर जाऊ, टाढा छैन। त्यो गाडीवालाले ठग्नलाई तिमीलाई भन्यो। त्यही भएर एक ठाउँमा सोधेर हुन्न, अरू ठाउँमा पनि यसो सोध्नुपर्छ पसल हेरेर। उहाँ बुढापाकाहरूले राम्रो सल्लाह दिनुहुन्छ। त्यही भएर अब हिँड्न थालियो हजारे सिडी भन्ने ठाउँमा। नापी कार्यालय काभ्रे पलाञ्चोक। टुरिस्ट पनि आउने रहेछन्। प्रदेश जनस्वास्थ्य प्रयोगशाला। सबै अफिसहरू एकै छन् जस्तो। यी कारागार कार्यालय धुलीखेल जिल्ला प्रहरी कार्यालय। भलिबलको गेम हुँदो रहेछ यहाँ। जर्सी नम्बर 4 का खिलाडी आफ्नो टिमलाई 1 अङ्क दिलाउने। अन्तर्राष्ट्रिय छ एलआइसी 13 बीबीसी 17। नाइस पॉइंट। काभ्रे पलाञ्चोक जिल्ला अदालत। आफू त आफ्नो बाटो हिँड्न पर्यो, नत्र रुममा पुग्न ढिलो हुन्छ। गेम हेर्न भिड रमाइलो रहेछ। गोल त हुन्न यसमा, पोइन्ट हो। भलिबल खेलेको रहेछ। धुलीखेल अड्डा बजार। खुट्टाहरू कति राम्रो राम्रो रहेछ।
नेपाली सेना श्री कालीजंगगढ धुलीखेल ब्यारेक काभ्रे अरे ब्यारेक है चाहिँ यो। खै भरे कतिखेर आउने हो। बुट्टाहरू राम्रो राम्रो रहेछन्। बिहान बिहान मर्निङ वाक आउनुभयो भने त प्राकृतिक स्वच्छ हावा लिन सक्नुहुन्छ हजुरहरूले। त्यही कतैबाट जाने हो कि त्यस्तै ला सोध्नु पर्ला। त्यो अझै माथि यता उकालोबाट जाने हो। दुईवटा बाटो रहेछ सोध्नु पर्ला। होटलहरू रहेछ यहाँ सानो सानो। पशु सेवा कार्यालय कस्तो राम्रो यो कलाकारी गरेको के है चाहिँ यो हेर्नु पर्यो। धुलीखेल नगरपालिका वडा नम्बर 8 स्थित टुडीखेल चोकमा नवनिर्मित श्वेत भैरव मूर्ति नगरपालिकाको 38वां स्थापना दिवसको शुभ अवसरमा धुलीखेल नगरपालिकाका नगर प्रमुख श्री अशोक कुमार ब्याउज्यू श्रेष्ठज्यूबाट अनावरण सुसम्पन्न भयो। ऐति सम्वत 2080 साल फागुन 5 गते रोज 7 शुभ भैरवजीको मूर्ति रहेछ। मूर्तिबाट यता राइट भन्नुपर्ने रहेछ। यो के हो? जनस्वास्थ्य कार्यालय धुलीखेल काभ्रे प्लान चोक। अहिले सुरुमा भन्दाखेरि नाम बिग्रेको थियो, काभ्रे प्लान चोक भन्ने चाहिँ। ए यो रहेछ मेन ठाउँ त। 1000 सिडी भन्ने 1000 भन्ने हो। 900 कति 60 कति छ अरे मङ्की बार अरे। ए ल यही हो। कोही कोही घुमेर आउँदा है। हजारे सिडी प्रवेश गर्ने मार्ग यही हो। गणेशजीको दुर्गाजीको मूर्ति रहेछ यहाँ। सर्जाले जो भन्दछ सुन्दछ जगजननीको नाम त्यसको बुद्धि बन्छ पवित्र भाग्छन् दुख्तमा मरे। धेरै राम्रो। देवी परपन्नार्त्यरे प्रसिद्ध मार्तो जगतो खिलस्य प्रसिद्ध विश्वेश्वरी पाहि विश्वम त्वमीश्वरी देवी चराचरस्य। पट्टि हेर्नु पर्ला यसको अर्थ। पुष्पाञ्जली रहेछ। 2064 साउन 21 गते कृष्ण पक्षमी अष्टमी रोज 2064 सालमा रहेछ। ल अब लाग्यो मास्तिर मरेन 1000 सिडी अरे। कता म्युजिक बज्यो यस्तो। त्यो वासरुम पनि रहेछ। अब यही जङ्गल हुँदै जाने हो। सार्वजनिक हितको लागि सूचना। हितको लागि हो गरे कसैले मान्ने होइन।
अब यही हो, यही भरेङ्गामा हिँड्ने हो। अब बिचबिचमा अगाडिलाई भिडियो गराउँदै देखाउँछु। अनि फेरि लास्टमा माथि पुगेपछि गर्छु। लक्ष्मीकाली मन्दिर यता पो रहेछ। जाने हो र होइन, माथि गएर आउँदाखेरि यहाँ तल रहेछ। यही भर्याङ चढ्दै आएको छ, अझै टन्ने यस्तो बाटो छ। पसल पनि हुने रहेछ, पानीहरू छ सबै कुराहरू। यता जान दुइटा बाटो रहेछ। जसलाई भर्याङ चढ्नु मन छ भर्याङबाट जाने, अन्त यो नर्मल बाटो पनि छ। तल जाँदा पनि त्यस्तै रहेछ। जसलाई भर्याङबाट झर्न मन लाग्छ झरेर जाने, जसलाई छैन त्यो यस्तो प्लेन बाटोमा हिँडेर यहाँ। केही पनि भएन, आधा बाटो पनि भएन, थाकिसक्यो। यस्तै हो। यसरी त्यही भन्ने हो, यिनी हो। ए ढुङ्गा रहेछ एउटा, यस्तै माथि छ एउटा ढुङ्गा। त्यहाँ बसेर माथि पुगेपछि फोटो खिच्नुपर्छ। के लेखेको छ नि यहाँ, केटाहरूको नम्बर लेखेर राखेका छन् यहाँ। आरबिएस श्रीधी कार्की के नाम लेखेर छन् सबले। नाम, मोबाइल नम्बर के हो। आफ्नो कोही छैन, कुर्को लाएर हिँड्थ्यो। ल जङ्गल पुरै हरियाली छ। हावा चलाएन, हावा चलेको शीतल हुन्थ्यो, गरम भइरहेछ। यस्तो यो बुद्धिज्मको यो ल्याएका रहेछन्। त्यहाँ अगाडि फोटो सेसन भइरहेको। ल अब एकछिन मन गर्नु पर्यो। शान्तिवन जानु पर्यो। खोल्ने समय बिहान 7, बन्द हुने 4 बजे। जान मिल्छ है बुवा? जुत्ता खोल्नुपर्छ त्यहाँ, हस्। उसो चप्पल लगाउनु, अनि जाने उसको दर्शन। मोजा नि खोल्नुपर्छ? अरे खोजी आऊ चप्पल। के हो? ए चप्पल लाउने हो, खोलेर आउँछु। भयो, अरू के गर्नुपर्छ? जाने हो? ए हस्। द वे अफ लाइफ शान्तिवन। जुत्ता खोल्नु पर्ने है। बुद्धजीको फोटो रहेछ कि मूर्ति, सरी।
लुम्बिनी जस्तै रहेछ पुरै काठमाडौँ धुलिखेल देखिन्छ एउटा धुलिखेल हजारी सिँढी आउँदाखेरिको शान्तिवन भन्ने यो सानो पार्कमा आएको छौँ। यहाँ उक्लिन मनाइ छ, माथि चढ्न मनाइ छ, बाह्रमा बस्न मनाइ छ, सब मना छ। डोनेसन बक्स यहाँ चाहिँ मना छैन होला। घाम नभएर अलि राम्रो देखिएन कि पुरै धुलिखेल काठमाडौँ देखिन्थ्यो। हिमालहरू पनि देखिन्छ राम्रो। यो शान्तिवन घुमेर आइयो। यो चाहिँ कालीदेवी स्थान क्षेत्र निर्माण तथा व्यवस्थापन समिति सबै कुन नगरपालिका कुन ठाउँबाट सबै ठेगाना रकम कति दिनुभएको हो उहाँहरूले त्यो यसको वर्णन गरेको रहेछ यसमा। ल अब फेरि लागियो धेरै टाढा छैन भन्नु अगाडि बोले राम्रो सिनरी छन् सबै बाटोभरि राम्रो सिनरी छ। उहाँ चाहिँ कसको फोटो होला मूर्ति होला फोटोलाई मूर्तिलाई फोटो भन्न आउँछ किन थाहा भएन मलाई त हेर्नुपर्छ कि हेरौँ त केही लेखेको हुनुपर्ने हो। लेखेको त रहेछ विष्णु प्रसाद बराल अरे अर्जुन चौधरी मूर्तिधर। अब आइपुग्न थालेको छ जस्तो फिल भएको छ। हेर्न सक्नुहुन्छ अङ्कल सेन्स भन्ने कहाँ आइपुग्यो। मन्दिर चाहिँ यताबाट जानुपर्ने रहेछ। वेलकम टु देउराली भिलेज। यताबाट जानुपर्ने रहेछ। काली टेम्पल नमो बुद्ध। पहिला काली टेम्पल गएर आउनु पर्यो। मन्दिरको भर्याङ चढाइ गर्दै
ठिकको मौलाकालिका यति लगभग उति चाहिँ वरिङ रहेछ तर अलि थोरै छ कि हाम्रो नेपालको महान राजा पृथ्वीनारायण शाहको मूर्ति 2077 साल फागुन 29 गते बनाएको रहेछ यो मूर्ति। बोतल र प्लास्टिक जन्ने फोहोर मलाई यहाँबाट पो देखिने छ सिनरी त मलाई लाग्यो ल फोहोरहरू फालिदिनु पऱ्यो यहाँ पहिला के छ पहिला दर्शन गर्नु पऱ्यो अनि बल्ल यो मन्दिर मूर्ति रहेछ काली माताको राजा नेपालको झन्डा यो आएको बाटो ती धुलीखेल पिकनिक स्पट हो त्यहाँ गीत बजाएर नाचे पनि रहेछ त्यहाँ गएर आउनु पर्ला यसो कलेजबाट उता कताबाट विद्यार्थीहरू आएर यहाँ पिकनिक मनाउने स्पट आएछ कि ऊ त्यहाँ आइछ पिङ आइछ त्यो वाला त्यो पिङवाला खेल्नवाला ए त्यो ढुङ्गा त्यही हो फोटो खिचेर आउनु पर्ला रेडियोको टावर जस्तो लाग्यो सिनरी हेर्न सक्नुहुन्छ अहिले पुरै यो एयर क्लियर नभएर यो अलिक कस्तो देखिएको धुन्दलो देखिएको हेलिकप्टर ल भयो यही हो देवी स्थान पिकनिक स्पट धुलीखेल काठमाडौँ पढेका अनि यता चितवनतिर अनि यता पश्चिमतिर बसेका कहिलेकाहीँ काठमाडौँ
धुलीखेल पिकनिक स्पट यहाँनिर ठाउँ र यही हो स्पट चाहिँ यही पिकनिक बनाउने आउनु पनि भएको छन् कतिजनाहरू पिकनिक स्पट रहेछ यो पिकनिक स्पट नै स्पट होइन अफिस धुलीखेल चुचे ढुङ्गा अरे चुचे ढुङ्गामा बसेर आइयो अब यता खेल्नु पर्ने हो आफू खेलिन्न हेर्नु मात्रै पऱ्यो हजुर होइन गर्ने होइन अलिक सिधा बस्नु पिङ खेल्ने स्पट फोटो झन्डा भएको थियौँ फोटो खिच्ने चुचे ढुङ्गा ल धुलीखेल घुमियो अब आइयो भन्न पाइयो यति घुमेपछि पिकनिक स्पटमा साथीहरू नत्र फ्यामिलीहरूसँग आउनु पर्ला पिकनिक बनाउन घोडा पनि रहेछ खुर्साबारी हर्स राइडिङ 1 ल्याप ओन्ली 150 हर्स राइडिङ पनि रहेछ ए प्याराग्लाइडिङ पनि रहेछ 1 वर्ष भयो यो प्याराग्लाइडिङ यहाँ सुरु भएको 10 वटा रहेछ अरे प्याराग्लाइडिङ कति हो नि दाइ प्याराग्लाइडिङ गरेको कति हो प्राइस 6000 हामी सोधेको कति हो कति टाइम लाग्यो 15 देखि 30 मिनेटसम्म कतिवटा छ यहाँ दुईटा चाहिँ रेडी नै कहिलेबाट चालु भएको रे यो 4-5 महिना 4-5 महिना भएर छ ढुङ्गा पिकनिक स्पट पिकनिक स्पट नम्बर छुट्टै दिने आइज वासरूम त यो स्पट नम्बर 3 आइज देवीस्थान पिकनिक स्पट फोटो खिचियो जानु पर्यो जय श्री राम
फर्कियो अब फर्किनु पर्यो रुममा पुग्दा ढिलो हुन्छ अङ्कल स्याम्सका गइएन अब अर्को पालि अङ्कल स्याम अर्को पालि पुटौँ ल अब जानु पर्यो रुममा पुग्दा नत्र ढिलो हुन्छ ल अब चाहिँ दौड्नु पर्यो हल्का बिस्तारै हेरेर दक्षिणकाली मन्दिर अघि चढ्दाखेरि पसेको थिएन मतलब भित्र मन्दिरभित्र प्रवेश गरेको थिएन हामी अब जानु लाग्यो हामी भनेको म आफूलाई भनेको है तर हामी भनेर कसलाई भन्यो भन्नु होला आइसकेपछि त जानु पर्यो नि दक्षिणकाली मन्दिर शङ्करजीको चैतन्य दक्षिणेश्वर महादेव यो रहेछ बुद्धजी बुद्धं शरणं गच्छामि जय होस् दक्षिणकाली माताको जय यही हो मन्दिर सबजना ठिक रहन्छ सबै कुरा ठिक होस् जो हुन सक्दैन ल जय हो भगवान्जीको यही आएछ बत्ती पनि राखेको रहेछ बेलुकालाई राति भएको बेलालाई बिहानतिर हुन्छ होला पूजा अहिले त कोही पनि छैन परेयाहरू मात्रै छन् परेया जन्तु जनावरहरू त्यही त हो ल जय हो दक्षिणकाली माताको अब झर्न लाग्यो अब सकियो हजारे सिडी पनि आएर जान लाग्यो फर्किन थाल्यो फोहोर मलाई देखेको छ यहाँबाट डस्टबिन गायब छ यो नयाँ खालको डस्टबिन नेपालमा आएको छ इन्भिजिबल छ हजुरले देख्न सक्नुहुन्छ ल फर्कियो अब फर्किनु पर्यो त्यही अब चढेर आइयो अब कुनै थाकेर आएको हुन्छन् कुनै केही चढेर आउँदाखेरि केही रोग लाग्न सक्छ तिनको लागि यहाँ प्राथमिक स्वास्थ्य केन्द्र पनि यहीँ रहेछ नजिकै आउने बित्तिकै चेक गराउन सक्नुहुन्छ हजुरहरूले
जस्ट जोक गरेको है। पुरै यता यो कार्यालयहरू भएको हुने ठाउँमा रहेछ कि धुलिखेलको। कुन पोखरी रहेछ यो फोहोरो भएर चाहिँ सफा गरेको रहन्छ। बाघ भनेको रहेछ यता। बाघ देखेपछि लेफ्टतिर गएपछि पाउँछ। यता हेर्नु पर्यो। हेर्नु त धुलो राउन्डे सहर हेर्दा लाग्छ र यो त भक्तपुर हो, बाहिर भयो। भक्तपुर हुन्छ नि बाहिर, धुलिखेल। ओहो धुलो। अब गाडी चढेर जानु पर्ला। नमस्ते।